साथीहरू सबैलाई नमस्कार छ है। म सपना राईबाट। होइन न हावासिरी चल्दैछ। यो धोती सरले के भन्छ? छैन 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 भन्दैछ है। के छैन भन्दैछ कुनै? ए सरस्वती पूजा हिजो सेला हेर्कन आजदेखिको बारी स्टार्ट। तराईपट्टि रुखघरी छ अरूको देशमा, हाम्रो ठुलो ड्याङबारी छ, केही हुन दिँदैन सेपले हो। पनि रोपराप त गर्दैछु, भए पनि नभए पनि रोपराप त गर्नै पर्यो। रोपेन भने अल्छे भन्छ मान्छेले हो, रोप्यो भने जीव जन्तुले खाइदिन्छ। फिक्का चिया पनि देख्नु हुँदैछ होला, चिसो छ। तराईपट्टि जङ्गल छ, चारैपट्टि जङ्गल छ, बिचमा बारी छ, केही पनि हुनु पनि दिँदैन हो सेपले। यहाँ चाहिँ मैले अदुवाको बिजन राखेको कि यहाँ चाहिँ गोडेको छुइनँ हो। अब यसलाई चाहिँ फेरि भोलि पर्सिदेखि खन्नुपर्छ, सिसोमा गरिराख्नुपर्छ। डल्लै अदुवा छ हेर्नुहोस् नै। हामी राईहरूको त अदुवा रोप्नै पर्छ हो, चढाउनु पर्छ। बेसी बाहिर निक्लेको छ हेर्नुहोस् नै अदुवाहरू। यो अदुवा त कसले खाइदिँदैन मुसा भाइ कि सबै पुरिरहेको छु। अन्त हामीले सोध्छ नि त फेरि वैशाखमा पूजा गर्नुपर्छ हाम्रो त फेरि हो। राईहरूको त कुखुरै काट्नुपर्छ, त्यहाँदेखि फेरि दसैँ आउने टाइममा 16 श्राद्धमा लागि पित्रा एकचोटि गर्नैपर्छ, कुखुरै काट्नुपर्छ। कतिको फुलपानले गर्छ, तपाईँहरूतिर के कसो गर्छ हौ पित्राहरू? सालमा कति पल्ट गर्छ? कमेन्ट गर्नु होला है साथीहरू। हाम्रो यो बारासा चामलिङको चाहिँ 2 चोटि गर्नैपर्छ, उधौली उभौली भन्दै रहेछ हो। त साथीहरू 12 पनि नागेको छ, खाना खानु जान्छु। फेरि भोलि भेटौँ ल, बाई बाई।